हेलो एभ्रिवान, हामी चाहिँ फाइनली लौरी बिनाको उकालो लौरी बिना नै आइसकेका छौँ। हामीलाई चाहिँ त्यति धेरै गाह्रो भएन। गाह्रो नहुनुको कारण चाहिँ हाम्रो दाइ हो। मेरो उनी इनर्जी बुस्ट गरेर मलाई उहाँले यहाँसम्म ल्याइपुर्याउनु भयो। हामी चाहिँ अब उतो माथि डाँडासम्म एक टेक लिने भन्ने कुरो छ, एक ठाउँमा नबसिकन जाने। तर हिजो चाहिँ मलाई लास्ट गाह्रो भएको थियो राति होइन। अलिकति खानेकुरा धेरै बोकेर यो सोल्डर चाहिँ अलिकति दुखा थियो, त्यो सब निकालिसकेपछि अहिले चाहिँ मलाई एकदम मजा, ट्रेकको बल्ल मजा आइपुगेको छ। त्यो भन्दा नि आई एम सो एक्साइटेड टु बिन गोसाइपुण्ड अनि त्यसको ताल हेर्नलाई र एक डुबुल्की मार्नलाई आई एम सो एक्साइटेड छु होइन। यतातिरको भ्यू राम्रो छ, खोलेको भए फोटोहरू पनि राम्रो खिचिन्थ्यो होला। अवसोस खिच्न पाएनौ। अब यही हो, अब के भन्नु, मेरो पहिलो ट्रेक हाम्रो दाइको कारणले गर्दाखेरि एकदम रमणीय भएको हो। अब त्यस्तै हो, दादाले चाहिँ बेस्ट ठाउँहरू लिएर हिँड्नुहुन्छ। अब म दादाको पछि आएर हिँड्छु। म यतिको हिँड्छु जस्तो त हिजो लागेको थिएन। हिजो उहीँ घोडामा चढेर माथि गएर फर्किन्छु जस्तो लाग्यो। तर हाम्रो सबको हौसलाको कारणले म चाहिँ घोडा बिना आएर, अब घोडा बिना आएर गोसाइकुण्ड मात्रै होइन, हामी कहाँ जाने रे दाइ? त्यहाँ के कुण्ड रे दाइ? सूर्यकुण्ड पनि हामी 1.5 घन्टाको बाटो लगाएर हिँडेर पुग्छौँ। मैले त्यति इनर्जी चाहिँ ल्याउनु पर्ने छ। रेडबुलले स्पोन्सर गरायो, हामी रेडबुल खाएर इनर्जी आयो भनेर बनाउँथ्यौँ। अहिले चाहिँ मेरो आफ्नै कारणले इनर्जी आयो भन्छु। ल बाई।